सबैलाई नमस्कार गुड मर्निङ। हामी चाहिँ यता नवागढी अनि गाउँतिर यसो साथीहरू भनेर भन्नुभएको थियो, त्यो भएर आफ्नो गर्दा यो चाहिँ अहिले हामी तर्फ लाग्दो छौँ। तोरीबारी हेर्न सक्नुहुन्छ, कतिर धेरै छ हाम्रो गाउँतिर। हाम्रो साथीभाइहरू त्यता पछाडि छन्, जाडोमा सिउ 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 गर्दै आउँदैछन् है। साथी कतिको जाडो छ भनिदेऊ त। तोरीबारी त जे भए पनि टन्नै रह दामी भयो रे। हाम्रो गाउँ पनि स्वर्ग हुँदै थियो तोरीबारीको बेलामा त। उसे आम कति छ हेर्नु। पनि देखिआयो मजाले यसले गर्दाखेरि पुरै तोरीबारी छ है। परसम्म चाहिँ देखिरहेको छैन। हामी तलबाट आएका आउनु चाहिँ यसले गर्दा नदेखिया हो। मेरो भनेको माथि पर्छ माथि जाँदिन बाल्टी आउँछु। यता चाहिँ मकै छर्या रहेछ अनि यता जाडोमा दाउरा काट्ने सिजनमा दाउरा सबै काट्नु छ। यता मकै छर्या रहेछ, तोरीबारी रहेछ। एकपट्टि तोरी एकपट्टि मकै। हाम्रो ससुराबाले छर्नु भएको यो दाइको ससुराबाले। यसमा त तोरी पनि रहेछ मकै पनि रहेछ, हेर्नुहोस् त। यताले आलु रोपेको रहेछ जीवन साथीकोमा। यता लसुन रोपेको रहेछ, लसुन चाहिँ राम्रो भयो रहेछ। यता साग छ, सानो कुकुर छ हातदे हात पनि दिन्छ। सानो कुकुर छ, माया लाग्दो छ। हाम्रो कुकुरको